फेरि पनि सबैजना मेरो भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामी माथि हाफड्याम जान लागेको। अहिले चाहिँ हामी केटाहरू भर्खरमा आएको थियो, केटाहरू यतै बसेको थियो मामा घर रिसर्टमा होइन। अब हामी चाहिँ एउटा दुईवटा गीत गाउनेछौँ होइन। एक दुईवटा गीत गाएर हामी यहाँबाट निस्किने छौँ। निजे ल हाम्रो यो गोकर्णेश्वरमा नेपालको के अरे हो 5 टिकट होइन। म जान्दा पनि मेरो टी सर्टै साइन गरेर ल्याइदिनु पर्छ। ल टी सर्ट क्याप ल यहाँबाट त सिधै सुन्दर जल हो। धेरै मिनट 10 मिनटको बाटो हो। हामी चाहिँ यो बाटो त आउने छ चाइना गेटबाट तल झरेको होइन। चाइना गेट भन्छ यसलाई चाहिँ होइन, सुन्दर जलको। यहाँ दुईजना बहिनीले हेलमेट नलाइकन स्कुटर चलाइरहेको छ। ट्राफिक सर कुरा लगाइदिए। अब यहाँ कागेश्वरी महर आइपुगेका छौँ। बहिनी हेलमेट खोइ त ए ल हामी यहाँ फेरि चढ्ने। अहिले चाहिँ हामी जङ्गल छिर्सिया छौँ। अब यहाँबाट हामी 11 किलोमिटर छ हाफड्याम जानलाई। माथि चाहिँ के भने दाइ यो माथि चाहिँ के छ, के भन्नुभएको थियो अघि तपाईँले? ताल छ ताल। यहाँ यो माथि पनि पहिला भाइरल भएको यही हो नि। कागेश्वरीको त्यो ताल थिएन पोखरी जस्तो। ए हामी चाहिँ जङ्गलमा छौँ। केटाहरू आउँदैछ पछाडि हामी चाहिँ आइपुग्यो। यो यहाँबाट देख्न सक्नुहुन्छ हामी अर्को गाउँको मन्दिर हेर्नेछौँ। यहाँबाट नि भ्यू त खतरा देख्छु होला सायद। आइसकेको छ पछाडि अगाडि गइसकेको छ। त्यो आनन्द आइरहेको छ होइन। यस्तो मजाको शीतल भइरहेको छ, घाम चाहिँ लागिरहेको छ होइन। अनि यो जङ्गलले गर्दा चाहिँ शीतल भइरहेको छ, एकदम आनन्द। नेपाल यति राम्रो छ कि यस्तो आनन्द छ कि नेपाल घुम्नलाई होइन। तर के गर्नु, घुमेर मात्र नै हुँदैन नि। जाने बाटो चाहिँ एकदम अप्रोड छ है। यो तलैसम्म छ। यो झन् यो तपाईँको 20 किलोमिटर जति यस्तो बाटो छ, पुरै अफरोड। तुलाई गाह्रो भइरहेको छैन? पुरानो बाइक भए कति गाह्रो हुन्थ्यो है। पहिला उसँग चाहिँ भिभो बाइक थियो होइन। भिभो बाइकमा चाहिँ एकदम ढाड दुख्ने कि एकदम ढाडको प्रब्लम निस्किन्छ त्यसमा त्यो बाइकबाट चाहिँ। अनि यस्तो अफरोडमा त चलाउनै सक्दैन। त्यो हाइवेको लागि मात्रै 20 बाटोको लागि मात्र हो होइन। स्पोर्ट्स बाइक थियो माथि। अनि त्यो भएर अब उसले चाहिँ अहिले बाइक चेन्ज गरेको हो। भिभोबाट चाहिँ हामीले चेन्ज गरेको। अहिले त साइकल चलाएको जस्तो हुन्छ अरे होइन हामीले त। तर हो पनि किनकि अहिले त फिजिकल छ नि त, चलाउनु बेलामा त्यस्तो निहुरिरहनु पर्दैन। अब भिभोमा त निहुर्नुपर्छ, ढाड पनि हुने चाक्नु ढाड गन्डो बाइक हुन्छ त्यसलाई अहिले चाहिँ हामी यो हिले भन्ने ठाउँमा माथि आइपुग्यो होइन। अनि यहाँ चाहिँ अब केटाहरूले कुदिरहेको छु, हामी यहाँ चिप्सहरू खाइरहेको छु। यहाँ हाम्रो सानो पसल छ यहाँ हाम्रो बाजेको। बाजे यसको यतातिरको चाहिँ खास के छ? यता चाहिँ यो कुन चाहिँ यो बाटो कता पुग्छ भन्नुभयो? यो अब यो सिन्धुपाल्चोक चिया बगान झरे मिनी इलाम सिन्धुपाल्चोक हो। ए मिनी इलाम सिन्धुपाल्चोक। हजुर ए यता यो जाने बाटो। हजुर हजुर। ठिक छ, अब धेरै छैन, 3 किलोमिटर हो। अनि सिधा अब हाफड्याममा गएर भेट्ने। यो चाहिँ माथि नपाउने भएर हामी यहाँबाट लिएर जानु लाग्यो। फाइनली हामी हाफड्याम आइपुगेका छौँ।
खासै क्राउड छैन रहेछ होइन। अब अस्ति नेपाल आउँदाखेरि धेरै क्राउड थियो, धेरै मान्छेहरू थियो। अहिले चाहिँ खासै क्राउडहरू केही छैन। हाफ टाइम चाहिँ अब अघि यही हो होइन। हाफ टाइम भनेको चाहिँ भ्यू देख्न सक्नुहुन्छ यहाँ भ्यू है। हामी धेरै अफरोड बाटोमा आयो। कति घन्टा 2 घन्टा 2 घन्टा बेसी भयो। हामी 2 घन्टा बेसी पनि अफरोडमा आयौँ होइन। होइन भिडियो बनाएर कसैले लाइक सेयर गर्दैन है भने क्या धुलो खायो छैन तलाएर लाइक पनि हाल्छ आफ्नै केटाहरू 5 जना छ किन 5 जनाले हेर्दैछ भएन केटाहरू भएन अरूलाई त के भन्नु म त कमेन्ट सबै हालेर सब्स्क्राइब मागिरहेको हुन्छु मैले यस्तो हुनु पर्यो केटाहरू भएन नि हामी फेमस हुन्छ भने डर लाग्छ केटाहरू अब भन नि राम्रो चल्दियो भने सब भन्छ त्यस्तो ल यहाँ यस्तै छ होइन। अब हामी यहाँबाट निस्किन लागेको के ड्याम रे के अरे सिरिङ ढाप ड्याम यही हो। काठमाडौँबाट के अरे 20-25 किलोमिटर रहेछ। अफरोड छ पुरै। पुकार भाइ कस्तो लाग्यो त नि? दामी कस्तो दामी? दामी भन्नाले दामी के दामी? कस्तो दामी त? ल हाँस अब सरजलाई कस्तो लाग्यो? ठिक लाग्यो? रमाइलो छ है होइन त? विकास जस चिल भयो नि त आयो एकछिन बस्यो होइन। हात खुट्टा धोइयो रमाइलो भयो जस। ल जाउँ। है क्लिन क्या पानी छ। र अहिले चाहिँ हामी जङ्गलको पुरै काटेर मुडखड्का आइपुगेको छौँ। मुडखड्काको आइपुग्न लाग्यो अनि यसो रेस्ट गर्दैछु। तर उताको बाटो भन्दा यता बाटो त राम्रै हो है, तर तल त अलिकति अफरोड चाहिँ त्यति हो। सिरिङले कहाँबाट घुमाइलाई चाहिँ है हेर त एकछिनको बाटो। यहाँ बल्ल सुन्दर जग्गा आइपुग्यो। धेरै अफरोड बाटोबाट आयौँ तर उताको बाटो भन्दा यताको बाटो त राम्रो रहेछ। अनि बस बाटो पनि छोटो भयो यताको सुन्दर जग्गाको बाटो चाहिँ। र हामी चाहिँ फाइनली अब टोल आइसकेका छौँ। अब आज चाहिँ रमाइलो भयो होइन। फर्स्ट गएको बाटोभन्दा आएको बाटो चाहिँ अलिकति राम्रो रहेछ। सुन्दरजल जाने बाटो चाहिँ सुन्दरजलको बाटो हुँदै गयो भने चाहिँ बाटो राम्रो छ। अरू चाहिँ अलिकति लामो छ अनि अफरोड पनि छ त्यति हो। अब बाँकी अर्कोमा भेट्ने बाटो चाहिँ म भिडियोलाई यहाँ समाप्त गर्न चाहन्छु।